शनिबार स्कुल बिदा हामी मनकामना दर्शन गर्न गयौँ। शनिबार भएकोले धेरै भिड थियो। मेरो मामा घर मनकाना हो, त्यसैले हामी लाइन बस्न परेन। म र भान्जा खेल्दै गयौँ। केबु काममा भाइ त डरायो, तर मलाई चाहिँ डर लागेन। म त कतिचोटि चढेछु। जाडो महिना भएकोले आकाशमा कति धेरै बादल थियो। मलाई कति रमाइलो लागेको थियो। अब हामी मनकाना पुग्न लाग्यौँ। मन्दिर पुगेर हामीले पूजा गरे। सानो भाइ भएकोले हामीलाई बस्न परेन। अब हामी मनकानाभन्दा माथि रहेको बक्रेश्वरी मन्दिर गयौँ। यहाँ ठुलो शिव गुफा पनि रहेछ। त्यसपछि फुलहरू पनि रहेछ। मलाई त धेरै रमाइलो लाग्यो। बक्रेश्वरी पूजा गरेर हामी मनकामना झर्यौँ। मनकामना मन्दिर आएर मैले फेरि परेवाहरूलाई चामल दिए। हामीले किनेको पूजा सामान कति राम्रो छ। अब हामी घर फर्किन लागेको। कति राम्रो मन्दिर। हामी राति घर आइपुग्यौँ। बाई बाई साथीहरू।